काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। यत्रो सब हुँदा पनि राजतन्त्र गणतन्त्रको तन्त्र मन्त्र लिएर नारा लगाउँदै फोहोर गर्दै हिँड्ने मानिसहरू अलिकति बचेको इज्जत लिएर सेभ इन्भाइरोमेन्टको नारा लगाउँदै हिँड्नुहोस्। देशभरि फैलिएको प्रदूषित हावा कहाँ, कसरी र किन आइरहेको छ? पर्यावरण विभागका अनुसार पर्सा, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर लगायतका क्षेत्रमा 300 भन्दा बढी डढेलो सक्रिय छन्। ती डढेलोको धुवाँ काठमाडौँ उपत्यकाभित्र बगिरहेको छ, जसले गर्दा काठमाडौँको हावा सबैभन्दा बढी प्रदूषित र हानिकारक बनिरहेको छ। साथै यो वर्ष त अत्यन्तै सुक्खा हिउँ परेको र वायुमण्डलीय हावा स्थिर रहेको प्रदूषणले थुनिएको छ। स्थानीय स्रोतहरूसँगै डढेलोको धुवाँ मिसिदा समस्या झनै गम्भीर बनेको छ। मेरो देश डुब्न लाग्यो, किनार लगाइदेऊ भन्ने गीत त हामीले सुनेका छौँ, तर अब भने गीत यस्तो निकाल्नुपर्छ, मेरो देश डुबिसक्यो, किनार लगाउने जिम्मा पनि मेरै हो। हामीलाई लाइक एन्ड फलो गर्नु भएको छैन भने न्यू अपडेट्सहरूको लागि गर्न भने नबिर्सिनु होला, किनभने वी टक व्हाट यु वान्ट टु हियर। जय नेपाल।